अहिले हामी खुमाई जाँदैछौँ। खुमाई जाँदैमा हाम्रो मुख्य प्रायोजक हुनुहुन्छ अभिषेक थापा। प्रायोजक केही पनि होइन, समयमा हामी बिहान उतिखेरै बन्यो हिजो बेलुका। उहाँ चाहिँ पोटो चाहिँ अब हामी खुमाई डाँडा जाँदैछौँ। बाटो यस्तो छ यार, आउँदो रहेछ। होइन आउँदो रहेछ नि माथिसम्म पुग्दो रहेछ। यहाँ चाहिँ बाटो अलिकति सबैजनालाई शरणम। पुरै कुलो बोके जस्तो, खोलो बोके जस्तो। मुसलधारी बर्खाका कारण बाटो अवरुद्ध भएर हामी बिच बाटोबाट पैदल सुरु गरियो। शरणम काका आऊ, चप्पल छोड्यो उतै। हाम्रो बट्टाले के भन्छ बट्टा? चप्पल लिँदै आए। ए सुन बहिनी, के अरे त्यो त्यहाँ अघि त्यो तपाईँहरू बसेको ठाउँमा टावर थियो र? टावर मान्छे माथि नै होला त। ओ हिँड्नु नि, एक ठाउँमा बस्यो नि झन् जुगा धेरै लाउँछ। पानी परिरहेको छ। जुका आतङ्कबाट बिस्तारै बोलाउँदैछौँ। हजारौँ पहाडी छन्, बाटो यस्तै छ है। भन्जाले रेनकोट नलाउने, यत्तिकै पानी के हुन्न भन्थ्यो के अरे, गर्दा भिजियो, पुरै चप्लक्क भइसकिएछ। भन्छ हामीले खाना खाने ठाउँ कहाँ अरे? हिले। ओके ओके। त्यहाँ गएर अब चेक त के अब खानै खाने भने ब्रेकफास्ट खाएर एउटा ठाउँ छुट्टिहाल्यो कि राम्रो। खास ब्रेकफास्ट नै छुटिसक्यो अब। भाग्य सर्टकट लिएको एकदमै। हिले हर्कामा चाहिँ खोलियो भने हामीले त्यहाँ खाना नास्ता लिएर अगाडि बढिन्छ खुमाई डाँडातिर। ओके। बाटो यस्तै छ के अरे, यस्तै यो बाटो फ्रेसरनम। अहिलेसम्म कोर्से छ, अब उकालो कहाँ देखाउनु हो। जीवनजल हामी एकदम जीवनजल पिउँदै अघि बढ्दैछौँ। यहाँ आउने पर्यटकहरूले चाहिँ बाटोमा जथाभावी फोहोर नफाल्नु है। खास हिमाल हाम्रो पहिचान हो। पहाड हाम्रो के हो त? पहाड हाम्रो थर। अनि तराई त हाम्रो उसै भयो त, इन्डस्ट्री नै भयो त, कारखाना। हिमाल हाम्रो के पहिचान, पहाड हाम्रो बसाइ र तराई हाम्रो कारखाना। जे छ नेपालमै छ। तपाईँहरू पनि एकचोटि आउनु होला। हरियोवन नेपालको त, हरियोवन नेपालको जाम। तपाईँहरू पनि एकचोटि खुमाई डाँडा आउनु होला र डाँडा काँडाका हरियालीको अनुभव लिएर जानु होला है त। ए नमस्कार। डबल सा सुरु भएन। यहाँ छ, यहीँ छ मुर्दा छ। यहाँ पनि रहेछ थोरैले ल यहाँले ल हेर गयो। ए काटियो अब बाजा यो हजुरले नै रेखदेख गर्नुहुन्छ यसलाई? हजुरले नै रेखदेख गर्नुहुन्छ यो होटेललाई? अच्छा अच्छा। अहिले कहाँ पुगेर आउनु भयो त नि? ए
हेत्तेरी त्यहाँ अहिले त बन्द छ कि होइन यता त बन्छ गाउँतिर गइछ सङ्क्रान्ति मान्न गइछ सङ्क्रान्ति मान्न गयो बग्छ रे यो जुकाबाट बाँच्नु अरू के हुन्छ बा साथीले जान्छ जुगा बजारमा दबाई गरिन्छ दबाईको नाममा केही सर लगाउनु नि त अब 100 त्यहाँ बाबु हामी जानुपर्ने त्यहाँ हेर्न बाटो हिमलको काखमा बादलको माथि सुनौलो बिहानी गड्याङ गरेको पानीको धारा कलकल बग्दै मनको भवाना शान्तिमा फरेस्ट क्याम्प देखेको माथि लो क्याम्प देखिन बादल डाँडा माथि बस्दै रूपै छ सुन्दर यो धरतीको काख दुई हात जोडी गर्छु म प्रार्थना सुख र दुःख यहाँको एउटा खेल बितेको समय अब हुन्छ मेल You are here. कुमाई आए सँगसँगै अलिअलि बुकी फुलहरू पनि छन् यता छैन अलिअलि रूपै छ सुन्दर यो धरतीको काख दुई हात जोडी गर्छु म प्रार्थना सुख र दुःख यहाँको एउटा खेल बितेको समय अब हुन्छ मेल अन्त्यतिर त उता टेस्टतिर नराम्रो सफा
कोइरालीमा, यता गयो भने लुम्बिनी, यता गयो भने बाबुपानी, यता माथि गयो भने कुमाई। अन्तमा अल्झिरहेको एउटा जीवन चरी नखेल्नु जुवार तस घरको नस जीवनको बनाउँछ यस्तै छ जिन्दगी आउरी पारा छ दाइ यो कुन खालको जुगाड हो यो यो कस्तो भन्दाखेरि यस्तो हो क्या यो लुज भयो होइन हेर न यो लुज भयो कसिँदै होला नि त नि होइन म भन्छु यो कसै पनि यहाँको लक फुस्केछ क्या ए लक फुस्केपछि यस्तो गर्ने यहाँ यो यहाँ ठिक छ अनि यसले चाहिँ टक्क लाएर यो गर्ने अनि यो गर्ने के यति गरेपछि पानी चुहुँदैन होइन अनि हामी पनि एकदम सकुशल पोखरा पुगिन्छ यस्तै छ खै अनि यहाँ चरी भन्दा त काग यो काग के भन्ने कुरो भयो त यो मुर्दारले जे नै भन्छ पहिलोचोटि देखेको जे पनि भनिदिन्छ यो रातले बङ्की बङ हान्यो होइन फेरि भेटौँला ताल बजार Thank you, 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 thank you. Bye. Bye. Bye bye Chichimle. Bye bye Chichimle. See you soon Chichimle. हामी फुट्छ राम्रो छ हाम्रो पर्दैन गोल नहान्ने खै त नि कहिले निस्किन्न नि त म हान्छु ओए अलि पछाडि जा 3 कदम मजा न 3 कदम नै दिन्न नि यिनीहरूले त ल